हे मुखमा आको फ्याट्ट बोल्छु म त सफा कञ्चन, जसले पनि निर्जलालाई मैले घुमा भन्छन्। मुखमा आको फ्याट्ट बोल्छु तिम्रो मनमा बस्छ हाक जमाउँदै, सानो सानो खुसीमा रमाउँदै। चर्चित लोक तथा दोहोरी गायिका निर्जला गुरुङ र लोक तथा दोहोरी चर्चित गायक लन्टु तथा चिज गुरुङ के प्रेम सम्बन्ध रहेका छन् त? के चर्चित गायक चिज गुरुङ र लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङ बिहे होला त? गायक चिज गुरुङले एउटा इन्टरभ्यू कार्यक्रम अनि आफू प्रेम सम्बन्धमा रहेको भनेपछि दर्शक श्रोताहरूले चिज गुरुङको हुने अला श्रीमती को हो त भन्दै दर्शक श्रोताले निकै नै चासो गर्दै आएको भन्दै लोक तथा दोहोरी चर्चित गायक चिज गुरुङले जानकारी गराउनुभएको छ। दर्शकबिन पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोक तथा दोहोरी चर्चित गायक लन्ठु र लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङको पछिल्लो समयको केही जानकारी छोटो फलह भिडियो लिएर हजुरमाझ उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। दर्शकबिन यस भिडियो पुरा सुनेर र हेरेर हामीलाई अन्त्यसम्म साथ दिनुहोला। आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै आफू स्थानसम्म आइपुग्न सफल भएको र दर्शक श्रोताहरूको मनमुटुमा बस्न सफल भएको लोक तथा दोहोरी चर्चित गायक लन्ठु तथा चिज गुरुङसँग लाइभ दोहोरी आफूले गाउने अवसर मिलेपछि आफू देश तथा विदेशमा आफू निकै परिचित हुन सफल भएको लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङले जानकारी गराउनुभएको छ। आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय आफूले गाएको सबै जस्तो लाइभ दोहोरी र एल्बमको गीत निकै नै उत्कृष्ट र दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएकी गायिका निर्जला गुरुङसँग आफ्नो दर्जनौ गीतहरू बजारमा आइसकेर निकै नै चर्चाको शिखरमा रहन सफल भएको लोक तथा दोहोरी चर्चित गायक लन्ठु तथा चिज गुरुङले जानकारी गराउनु भएको छ। गायिका निर्जला गुरुङले नै आफूले गायक चिज गुरुङसँग गाएको लाइभ दोहोरीको केही टुक्काहरू आजभोलि सामाजिक सञ्जालमा निकै नै भाइरल दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको भन्दै गायिका निर्जला गुरुङले जानकारी गराउनुभएको छ। आफूहरू राम्रो लाइभ दोहोरी गाउने जोडी मात्रै रहेर आफूहरू कुनै पनि प्रेम सम्बन्धमा नरहेको भन्दै लोक तथा दोहोरी चर्चित गायक लन्ठु र लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङले जानकारी गराउनुभएको छ। आफूहरू राम्रो लाइभ दोहोरी गाउने जोडी मात्रै रहेर आफूहरू कुनै पनि प्रेम सम्बन्धमा नरहेको भन्दै लोक तथा दोहोरी चर्चित गायक लन्ठु र लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङले जानकारी गराउनुभएको छ।